यदि कसैलाई सुगर छ भने र केरा खान नमिल्ने अवस्था छ भने त्यसको सट्टामा एभोकाडो पनि खान सकिन्छ। यसरी चुकन्दरको जुससँग कागतीको जुस मिसाएर 250 ml जति बिहान खाने खाजासँग, बिहानको खाजासँग, र डार्क चकलेट दिउँसो खानापछि कुनै टाइममा 20 देखि 30 ग्राम जति खाने। त्यसैगरी 2 केस्रा जति लसुन बिहान उठ्ने बित्तिकै खाली पेटमा खाने। र अर्को चाहिँ केरा कुनै पनि बेला 1 देखि 2 कोसा केरा खाने। केरा खान नमिल्ने अवस्था छ भने एउटा एभोकाडो दैनिक रूपमा खाने। यति गर्नुभयो भने तपाईहरुको हाई ब्लड प्रेसरलाई सजिलैसँग मेन्टेन गर्न सकिन्छ। र अब अर्को एउटा तपाईहरुलाई महत्त्वपूर्ण अभ्यास म बताउन गइरहेको छु, जसलाई अभ्यास गर्नुभयो भने हाम्रो बढेको ब्लड प्रेसरलाई चाहिँ तुरुन्तै रिलिफ गर्न सकिन्छ, त्यसबाट तुरुन्तै राहत पाउन सकिन्छ। त्यो कसरी गर्ने त भनेर भन्दाखेरि हामीले पहिले हाम्रो दाहिने नाकको प्वाल चाहिँ एउटा हातले बन्द गर्ने र देब्रे नाकबाट चाहिँ बिस्तारै श्वास मासतिर तान्ने र यसलाई 3-4 सेकेन्ड जति रोक्ने र 5-6 सेकेन्ड जति लगाएर बिस्तारै फाल्ने। यसरी यो प्रक्रिया 5-7 पटक गर्ने र अर्को दुवै नाक खुलै राखेर बिस्तारै गहिरो सास लिने, लामो सास, र यसलाई 4 सेकेन्ड जति रोक्ने र 8 सेकेन्ड जति लगाएर बिस्तारो फाल्ने। यो अभ्यास गर्नुभयो भने पनि बढेको ब्लड प्रेसरलाई चाहिँ तुरुन्तै केही मात्रामा कम गर्न सकिन्छ।